अनि नमस्ते टु एभ्रीवान है तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ र मेरो फिलहालै हिजो अस्तिको दिनको भ्लगको एकदमै राम्रो रियाक्सन आएको छ है तपाईहरुले मेरो भ्लग एकदमै रुचाएर हेरिदिनु भएछ त्यसको लागि मेरोबाट धेरै धेरै धन्यवाद र यो भिडियो यसरी आउँदो दिनहरुमा भ्लगहरु हाल्दै जान्छु त्योहरु पनि तपाईले हेरिदिनु होला भनेर आशा पनि राखेको छु है सो टुडे आज यस्तो भएको छ दिन चाहिँ यस्तो छ हैन अहिलेसम्म पानी परेको सो अहिले चाहिँ म ड्युटी जानको लागि रेडी हुँदैछु नि त सो अब जानुको लागि चाहिँ दिन चाहिँ यस्तो छ र म यताबाट चाहिँ हैन आज चाहिँ योबाट यहाँबाट ओह्रालो जानुपर्छ नि त हाम्रो प्लास्टिक बोतल छ अस्ति फेरि यही बाटोलाई चाहिँ हामीले उछेमा हाँसेर त देख्थ्यो तर आज यही बाटोलाई एकदम क्लियर देख्दैछ नि त हैन गाडीहरू गएको पनि देख्छ आज चाहिँ सो यहाँबाट गयो भने चाहिँ तपाईहरुले भर्खर देख्नु भयो होला यहाँ कालिज पनि थियो हैन यहाँबाट गयो भने चाहिँ हामी तल सिधै तल पुग्छौँ आज हामी जान्दैछौँ है र यहाँ तपाईहरुलाई देखाउन सक्छु कि सक्दिनँ यहाँ अहिले भर्खरसम्म कालिज थियो कता कता गएछ जङ्गल कता पसी जान्छ नि त हैन सो यस्तै छ हाम्रो लाइफ र तपाईहरुले यो भ्लग हेर्दै हुनुहुन्छ भने लाइक शेयर सब्स्क्राइब गर्नु नबिर्सिनुहोस् होला र आज म दिनभरिमा के गर्छु भन्ने तपाईहरुलाई यो अपडेट दिन्छु मेरो ड्युटी चाहिँ कस्तो खालको हुन्छ भनेर चाहिँ खासै चाहिँ हामी एनजिओबाट हाम्रो कस्तो खालको ड्युटी हुन्छ भन्दाखेरि चाहिँ तपाईहरुले यो भ्लगमा म भन्दैछु तर हामीले त्यही मात्रै काम गर्दैनौँ हामी फिल्ड लेभलमा पुरा काम हुन्छ सो तपाईहरुलाई म सबै कुरोको जानकारी दिनेछु सो टिल देन स्टे ट्युन विथ माई भिडियो र तपाईहरुलाई म एकछिनमा भेट्नेछु बाई बाई चाहिँ बाटो यस्तो छ है गाइजहरु हैन वरिपरि हरियाली 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 भएको हैन राम्रो फ्रेस एयर पाउने यस्तो छ यहाँको तपाईहरुको कस्तो छ के छ कमेन्ट गर्नु होला है हाम्रो अफिस जाने बाटो हो जिपी चाहिँ यहाँ तल छ नि त तलबाट अलिक तल पर्छ यस्तो पाएको होला सायद बुढेसकालले चाहिँ बोलाउँछ सायद हाम्रो भिभिटीको टिमहरू यस्तो छ है हल्ला गरेकोले गर्दाखेरि यो घरको कुकुर भुकिसक्यो हल्ला बन्द हुँदैन यहाँनिर हो के भन्नुपर्छ निजलाई भन्थ्यो होला अलिकति लाइक सेयर सब्सक्राइब भन्नु पर्दैन साला फेरि एकताल हाम्रो चाहिँ यस्तो छ हो आरु छ अब हामी प्रायः जस्तो अलिअलि भ्लगरहरूको कुरा गर्दैछौँ होइन यहाँ दिदी र म चाहिँ आज चाहिँ हामी पोस्टरिङ गर्नु गएको नि त जुन चाहिँ भोलिको प्रोग्राम छ इन्भाइरोमेन्ट डेको त्यसको लागि आज हामी यहाँ भिभिटीको टिमसँग जाँदैछौँ है यहाँ गएर निर्जला र म छु यहाँ पछाडि चाहिँ एकजना दिदी हुनुहुन्छ उहाँ चाहिँ लिङलिङको यस्तो छ हाम्रो काम चाहिँ तपाईहरुलाई मेरो डेलीको काम भन्दाखेरि चाहिँ हाम्रो चाहिँ यस्तै कामहरू हुन्छ प्रायः जस्तो अलिअलि दुखाइ जस्तो हो नि मान्छे रोक्नु पर्यो के भन्नुहुन्छ तपाईँ यो त म त सुख जस्तो लाग्यो हिँड्नु नपर्ने यतिको त सुखै हो दुःख होइन उकालो हिँड्नु परेन है हाम्रो यस्तै काम छ है ब्याङ्क गएर आएको होइन अलिकति खाजा खानु 12 बजिसक्यो नि त यो कफी चाहिँ हाम्रो निर्जलाकोबाट हो यहाँ चाहिँ हाम्रो यस्तोहरू छ होइन तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ निरुबडीको दोकानमा चाहिँ हामीले खानेकुरोहरू पनि पाउँछ हो सेलरोटीहरू सबै लोकल पाउँछ यहाँ चाहिँ त्यो साबुनहरू यस्तोहरू छ साबुनहरू यहाँनिर होइन साबुनहरू सबै बनाएको यहाँ के छ हेर्नुहोस् यस्तो साबुनहरू छ है सबै यो अर्ग्यानिक घरमा बनाएको साबुनहरू हो सबै योहरू यस्तो छ सबै तपाईँले चियापत्ती पाउनुहुन्छ यो अचारहरू यहाँ पाउनु सक्नुहुन्छ यस्तो छ यो तपाईँको न्युटेलाको यो नेवारी अचार जस्तै हो यसको दाम 60 रुपिस है यस्तो अचारहरू यहाँ पुरा छ है तपाईँले यस्तो पाउनु सक्नुहुन्छ र ह्यान्डिक्राफ्ट पनि छ यही बनाएको यो है यस्तो
थुप्रो छ यहाँनिर, तपाईँहरूले आउनु सक्नुहुन्छ, भिजिट गर्नु होला है। यो हाम्रो तकदाहको सिधै मिडलमै छ। सो यस्तोहरू छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। यस्तोहरू पनि छ यहाँनिर। यहाँ हाम्रो दुईजना आन्टीले चलाउनुहुन्छ यहाँ चाहिँ दोकान चाहिँ। तपाईँहरूले अल काइन्ड अफ अर्नामेन्ट्स पनि यहाँ पाउनुहुन्छ। सबै कुरोको यहाँ उहाँहरूले खोल्नु भएको छ नि त है। र यो चाहिँ यहाँ तकदाहको सिधै आएर यता है यहाँनिर छ। यस हाम्रो सधैँको गाडी एकदम। दादा कल से कुछ खाए, एक सिंगाड़ा दे दो ना भगवान के नाम में। आप एक देगा तो आपको 10, आप एक देगा तो दादा आपको 10 देगा भगवान। एक सिंगाड़ा दो ना। पनि तपाईँले भेराइटी पाउनुहुन्छ। यो दहीवाला हो, यो चाहिँ हो पानीवाला, तर यस्तो खाने छ होइन। यता मुख पनि बनाउँदै खान्छ। हजुर बहिनी आन्टीले बनाउनु भएको यो चाहिँ। कस्तो भन्ने जला पुच्का हामी है मिठाई खाएको छौँ होइन। त्यत्रो छ यहाँ, तपाईँले यो दोकानमा आउनु सक्नुहुन्छ। यहाँ सबै कुरोको पाउनुहुन्छ है। र अब हामी यसरी नै अफिसबाट निस्किसकेका छौँ है। र तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोस् होला। बाई बाई।